गायक रामकृष्ण ढकाल अचानक ठूलो विवादमा तानिनु भएको छ। के तपाईले कहिल्यै सोच्नु भएको थियो एउटा अन्तर्वार्ताले कसैको चलचित्र नै बहिष्कार गर्ने अवस्था ल्याउँछ भनेर? नक्खु कारागारबाट रवि लामिछानेलाई आफ्नै गाडीमा राखेर भगाएको खुलासा गरेपछि गायक तथा निर्माता रामकृष्ण ढकाल अहिले सामाजिक सञ्जालमा कडा आलोचनाको शिकार बन्नुभएको छ। आफ्नो आउँदो चलचित्र मालती मंगलेको प्रचारका क्रममा उहाँले उक्त दिन आफैले गाडी चलाएर रवि लामिछानेलाई लगेको बताउनु भएको हो। गत भदौ 24 गते जेनजी आन्दोलनको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नक्खु कारागारबाट बाहिरिँदै गर्दा एउटा नीलो गाडीमा चढेर जानुभएको थियो। त्यतिबेला उक्त गाडी रामकृष्ण ढकालको भएको हल्ला चले पनि चालक को थिए भन्ने स्पष्ट थिएन। तर हालै एक कार्यक्रममा बोल्दै ढकालले आफू भैँसेपाटी बस्ने भएकाले आन्दोलनको बेला त्यहाँ पुगेको र लामिछानेलाई सुरक्षित ठाउँमा पुर्याउन आफैले जोखिम मोलेर गाडी चलाएको स्वीकार गर्नुभएको छ। भिडियोमा चालकको अनुहार नदेखिए पनि उहाँ आफैले यो कुरा सार्वजनिक गरेपछि विषयले ठूलो रूप लिएको हो। यो अनपेक्षित खुलासासँगै सामाजिक सञ्जालमा उहाँको चर्को विरोध भइरहेको छ र यही 25 गते प्रदर्शनमा आउन लागेको उहाँको चलचित्र बहिष्कार गर्नुपर्ने सम्मको आवाज उठिरहेको छ। तपाईलाई रामकृष्ण ढकालको यो कदम र उहाँको चलचित्र बहिष्कार गर्ने सार्वजनिक प्रतिक्रिया कस्तो लाग्यो? कृपया आफ्नो विचार कमेन्टमा लेख्नुहोला।